बस्न मिल्दैन कहाँ हेलो एन्ड नमस्ते साथीहरू वेलकम ब्याक टु माई न्यू भिडियो इन दिस युट्युब च्यानल अस्मिते ब्लग्समा सबैजनालाई वेलकम गर्न चाहेँ। सो आजको ब्लग चाहिँ यता मान्छे कुनै ठाउँ हुन्छ नि त्यतातिरबाट म चाहिँ आजको ब्लग स्टार्ट भइसकेको छ। सो म चाहिँ भर्खर किन आएको थिएँ भने चाहिँ यता चाहिँ हाम्रो भाइलाई छोड्न गएको थिएँ होइन। सो भाइ चाहिँ मैले चाहिँ उहाँसम्म त्यता पुल छ होइन, सो त्यहाँसम्म छोडिदिएर अनि पुलदेखि उता चाहिँ जाने ठाउँ रहेनछ कि, अनि सो त्यही भएर त्यहीसम्म छोडिदिएँ। अनि अब चाहिँ बजार जान्छ होइन, बजारमा हल्का काम छ होइन। बा ट्याक्सी नि डर आउँदो रहेछ त यता त धुलै धुलो यार, ट्याक्सी नि होइन धुलै धुलो हुने क्या। अनि त्यही नै हो, अब सिधै मोटो भ्लगमा भेट्नु। आज पनि तपाईँहरूको माझ नयाँ भिडियो लिएर आइसकेको छु होइन। अहिले त नामै थाहा भएन यार गाइस, म त्यो खै थाहा पर्ने ठिकै होइन। अहिले चाहिँ म यता मान्छेहरू सोधेर बजारतिर हिँडेको बजारबाट एउटा आम्दानी थियो, अनि त्यही भएर भाइलाई पनि छोडिदिन्छु अनि अन्त त्यो गरेर आउँछु भनेर हिँडेको थियो होइन। बाटो चाहिँ दामी रहेछ है, बजार बनाएको रहेछ है, बजार बनाएको रहेछ होइन। बाटो चाहिँ मजा आइरहेको छ यार बाइक चलाउनु, दामी छ नि त बाटो। गरम स्लो स्लो बगैँचा पनि बबामै बबालै छ बगाउने। बाटो चाहिँ दामी नै हो, तर यो बगैँचाले चाहिँ अलिक डर लाग्ने कि रोकिन्छ कि हामीले। नभए बाटो चाहिँ एकदम बबाल छ यार एकदम। यस्तोमा चलाउँदा त मजा आउँछ नि त, सिट पनि चाहिँदैन नि त यस्तो बाटो भएपछि। दामी बनाएको रहेछ है, देख्न सक्ने जस्तो छ। जसमा चाहिँ अब केही समयमा बजेट पुग्छु होला, अनि त्यसपछि के काम हुन्छ हेर्दै गरौँ। राइड जाम भन्ने हुन्छ हुन त, त्यही पनि अब हेरौँ। बेसी अब गाउँतिर यस्तो राइड साइड जानुपर्छ है, दामी मजा आउँछ। अस्ति पनि गएको थिएँ म, त्यो भ्लग चाहिँ हेर्नु भएको होला सबैजनाले होइन। जाँदा भ्लग चाहिँ बनाएँ, राति त भ्लग बनाउँदा बनाउँदै आउँदै भइदिरहेको थियो गाइस। त्यो गग्रेटो छ है बाटो चाहिँ, दामी नै वाइल्ड गग्रेटो छ, वाइल्ड छ, दामी छ ठाउँ चाहिँ। मरेपछि आउनु नि यतै हो है, तर मर्नुभन्दा अगाडि केही गर्नु, केही राम्रो गर्नु, त्यो आफ्नो नामको लागि काम गर्नु भनेको चाहिँ खतरै हो होइन। सबैले आउने भनेको यही ठाउँ नै हो, तर खास आउनुभन्दा अघि कस्तो काम गर्यो भन्नेमा भर पर्छ नि त। भर पर्छ भन्दा पनि त्यो खुसीकै होइन, आफ्नो राम्रो काम गरेर मरे पनि त्यो हुँदैन नि त। अब नराम्रो काम गरेर मऱ्यो कसैले जिउँदो हुँदा त के भन्दैन मान्छेहरूले, अब जब मरेर आइन्छ नि तब भन्छ कि मर्दा बित्तिकै होइन त्यो टाइममा अब आफू मरेर बसिरहेको छ, अनि त्यो टाइममा चाहिँ होइन कस्तो मान्छेहरूले कस्तो टाइपको गाली गर्छ होइन। त्यही भएर मर्नुभन्दा अघि चाहिँ राम्रो काम गर्नुपर्छ भन्ने चाहिँ यस्तो लाग्छ होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ भनेर हो, त्यही नै हो। अहिले चाहिँ म यता नामै थाहा छैन यार, पुरा समथिङ त्यस्तो के हो। अनि बाटो यहाँ हल्का अप्ठ्यारो छ, त्यसपछि छैन है। अनि मजा आइरहेको थियो। यस मकै पनि यत्रो भइसक्यो रहेछ है, मकै खाने बेला पनि हुँदैछ नि त। यत्रो रोप्नु होला, असार लाग्न आयो, खेतीपाती यता चाहिँ यस्तो खेतीपाती भइरहेको रहेछ है धान पारमा। अनि यहाँ चाहिँ बिहा भएर रहेछ क्या, झिलिमिली जस्तो टक्क रोडमा हालिन्छ होला चाहिँ होइन। जस अहिलेको एनएसमा चाहिँ धेरै फिचर्सहरू राखेको रहेछ क्या, जस्तै कि मोडहरू, रेन मोड होइन, देखि लिएर अफ रोड मोड, अनि रोड
दामी दामी मोडल हालेको रहेछ है। जस मलाई चाहिँ दामी लाग्यो फिचर्सहरू चाहिँ है। अनि त्यही नै हो। अब मस्तो पारामा अब एकछिनमा बजेट पुग्छु होला। चट्ट पारामा उठेर चलाइदिनु पर्यो है। होइन गाडी यस्तो सही हालत। यो घुम्ती चाहिँ बवाल लाग्यो क्या मलाई है। चट्ट गयो अनि फेरि यहाँबाट चट त्यस्तो मोड्यो। दामी रहेछ त्यो चलाउनलाई चाहिँ। 15 दिन टाइम पुग्यो होइन। मजा आओस् न चलाउन। दामी बालामा सर्र आउँछ है बाइक। इन्जोय गाइस इन्जोय। कस्तो पाराले इन्जोय गर्नुहोस्। Enjoy the ride. ल्याएर म चाहिँ घर जाँदैछु होइन। वाइ चट्ट पारामा म चाहिँ अब घर जाँदैछु होइन। अनि सामानहरू किन्नु पर्ने थियो। अनि सामानहरू किनेर अनि अब घर जाँदैछु होइन। चट्ट पारामा अनि गर्मी पनि अति गर्मी छ भने यार। बाइकमा हिँड्ने मात्र खासै गर्मी हुँदैन। बसेर ओर्लेर यताउति सामान किन्न जानुपर्छ। यस्तो गर्मी हुन्छ नि गाइस के भन्नु। नभन्नु मलाई यो खाल्टो चाहिँ कहिले पुग्ने भन्दा गएको के हो यार। बाबु नगरपालिका भएर नगरपालिका के गरिरहेको। दुईटीले क्याएर लाने हो फेरि। दुईजना छ। एकजनालाई लैन्छु फेरि आउँछु क्या। ल अहिले बस्नु। मूलपानी त होइन अहिले माथिसम्म यो उकालो गरिदिन्छु। त्यो कहाँ बस्छ सोध्थ्यो। त्यो कहाँ बस्छ सोध्छ क्या। कहाँ अरे कस्तो भयो त निचेमा त। के भयो त अरे लडेको के हो र आज खास केटाकुजी भन्ने के हो। के हो र त्यस्तो केटाकुजी भनेको के हो र भनेको के साइज हो। जहिले भनिन्छ सो गाइज फेरि फाइनल्ली फेरि बजेट गएर फेरि आउनुपर्ने भयो मलाई चाहिँ होइन। किनभने चाहिँ बहिनीहरू इक्जामतिर आएको रहेछन् होइन। अनि 12को इक्जाम चल्दैछ नि त अहिले। बहिनीहरू चाहिँ 12मा
टुवेल्भको इक्जाम छ यिनीहरूको अनि सो बाटोमा आउँदै थिएँ अनि देखिहालेको अरे अब मलाई फेरि यस्तो बाटोमा देखेँ भने छोड्ने मन लाग्दैन कि बरु ल्याइदिने दुईजनालाई है कि अब दुईजनालाई नल्याइदिने भन्ने कुरा हो। एकजना भएको भए नि ल्याइदिने थिएँ फेरि दुईजना छन् दुईजना बहिनीलाई अब त्यो छोडिदिन्छ नि भनेर एउटा बहिनीलाई चाहिँ उयो छोडिदिएर आएँ अनि फेरि एउटा बहिनीलाई चाहिँ लिन जाँदैछु अर्को पारमा जाँदैछु फेरि होइन अनि लिएर छोडिदिन्छु अनि त्यसपछि दुईजना आउलान् नि त्यो माथिसम्म छोडिदिन्छु भनेर चलो छ। अनि आफूलाई पनि यस्तै हुन्थ्यो कि पहिला बाइक थिएन नि त अनि बाइक नहुने बेलामा चाहिँ यस्तै अब स्कुलबाट आउने है कलेजबाट कहिले काहीँ कसैले त लैदिने हुन्थ्यो नि भन्ने जस्तो हुन्थ्यो होइन। अनि सो त्यही भएर चाहिँ अब बरु लैदिन्छु तलसम्म पिकनिकको लागि। कहाँबाट आएको र योदेखि हिँड्नु उता कता गर्थ्यौ र कहाँ ए राफ्रे कहाँसम्म जाने हो घर जाने हो ए के पर्छ र बजारमा पास गऱ्यो र कतिमा हो र पढ्ने ए ल अनि छोडिदिएर आएको फेरि अर्को बहिनी ल्याउने भनेको कि त्यहाँ तलसम्म लगायो भने लगिदिन्छु भनेको यहाँ तलसम्म हो त्यहाँसम्म नि लगिदिन्छु भने ल। पहिला आफूसँग बाइक नहुने बेला नि यस्तै हुन्थ्यो कि कसैले लैदिनु हुन्थ्यो नि भन्ने जस्तो हुन्थ्यो अनि सो त्यही भएर देखेपछि फेरि लैदिनु मन लाग्थ्यो कि मलाई। मुलपानी हरचौक माथि हरचौक ब्लगर पनि हो कि म चाहिँ सब्सक्राइब हानिदिएको ल भएर अस्मिते ब्लग चाहिँ सब्सक्राइब हानिदिएको मैले सुमित दाईको भजनमा ए सुमित दाई र हामी खेल्न गएको यता हो कि अर्जनतिर हो क्या खेल्छौ तिमी नि बल ए तिमी केही खेल्दैनौ केही नि खेल्दैनौ मोबाइल गेममा ए के खेल्छौ मोबाइल गेममा के खेल्छौ ए पब्जी हो म नि खेल्छु कि पब्जी भन्नाले खासै दिँदैन त्यही सुमित दाई चिनेको भ्लग हेऱ्यौँ त भ्लग हेर्दा खेल्न गयो त्यहाँ कहिलेदेखि चिनेको सुमित दाईले चाहिँ अरू चाहिँ बस्नु यस दाईहरू गेम खेल्न हेरिराख्नुहुन्छ कतिमा पढ्नुहुन्छ कि के गर्नु म 11 यसम्म हो अब हेरौँ ल हामीसँग जाऊ ल फेरि भेट्दै गरौँ ल रोक अस्मिते भ्लग छ कसले मुलपानी तान्तु ल फ्यान भ्लग चाहिँ लामो भयो होला